हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। कोही नयाँ हुनुहुन्छ भने म चाहिँ अस्मिता नेउपाने सबैलाई दर्शन नमस्ते। अब चाहिँ म नुहाउँछु, भर्खर वाक्स गरेँ। म चाहिँ घरमै वाक्स गर्छु किन भन्दाखेरि वाक्स गरेको 150 रे के महँगो भयो नि त त्यो त। अनि त्यसपछि बरु आफै किनेर लिएर आएर अनि धेरै नि पर्दो रहेछ त्यो वाक्स गर्ने क्रिम। कति पर्यो भन्दाखेरि मलाई 200 जति पर्यो होला। अनि त्यसपछि त्यो स्ट्राइप हुन्छ नि व्हाइट होला त्यो 100 कति पर्यो होला। अनि मैले घरमै ल्याएर आफै गर्न थालेको योभन्दा अगाडिदेखि। यो सेकेन्ड टाइम गरेको वाक्स यस्तो मात्र गर्छु के, अरूतिर चाहिँ मैले त्यस्तो कपालहरू छैन। अनि यस्तो गर्छु गरेँ। अब नुहाउँछु अनि लुगा धोइदिन्छु, मिक्सीमा हालिदिन्छु लुगा। मेरो लुगा नि धुनु छ। अहिले बेटामलाई है गाइज नुहाएर आइयो। गाइज म यो राम्री फुल्नु हुन्छ है मलाई चाहिँ। तपाईँहरूको आँख खेलाउन हेर्नु न। हेलो गाइज गाइजन के भन्नुपर्छ? युट्युबर बन्ने भन्ने जस्तो अलि ल भन् त। के भन्नुपर्छ? हेलो गाइज अनि के बनाउनु लागेको भन्नुपर्छ। ल गाइज यहाँ धेरै थोरैको कुरा भएर हाँस उठेको। यहाँ कुन खानी लगिनी भन्दै हाँस थोरै खानु पऱ्यो अब। चटपटे मेकअप चटपटे वाली एकदम प्रेम वाली हो। मिठी बनाएर खाने नि चटपटे वाली चटपटे मिठो लाग्यो मलाई। यहाँ चाहिँ हाम्रो यहाँ बाइकको उ थियो क्या, पाहाडहरू बनाउने होला त्यो सरेर जान आँटेको। हेर्नु न झडा गरे जस्तो आएको छ मान्छे पुरा। अब खाली देखिन्छ वहाँसम्म छ, ठाउँ त छ नि। योसम्म चाहिँ अब बाटो जान्छ, त्यति बाँकी रहन्छ। हाम्रो नि यहाँसम्म बाटो गइहाल्छ, उता स्कुटर राखेको छ यति जान्छ हो। हाम्रो नि यत्रो जग्गा भनेको कम हो त है। यति जग्गा बेच्यो भने कति कमाइन्छ। के गर्नु, बाटो ल्याइदिनु परिहाल्छ। केटी मान्छेलाई मात्र हुने होला है यस्तो प्लान्टलाई। तर मेरो घरमा त भाइ ड्याडलाई पनि एकदमै मनपर्छ यस्तोहरू होइन। यति माया लाग्छ कि अब नानी केही भयो भने कस्तो हुन्छ। ल्याएर यत्रो रोपेर यो चाहिँ मनी प्लान्ट यत्रो हाम्रो घरमा त आफा पनि बेच्छ। एकचोटि पुसेर हामीले साबुन बालीले पुसेको थियौँ क्या यसलाई, मरेको थियो फेरि आयो त्यसरी। यो नयाँ न्यू मेम्बर अस्तिबाट थपेको राम्रो छ। म त्यो कति मन परेर लिएर आएको नि। कहिलेदेखि किन्छु भने साइत आएपछि मात्र हुन्छ जे कुरा पनि यही हो। यहाँ पनि छ नयाँ यत्रो आएको छ। यो कत्रो हुन्छ यसको यहाँबाट पात आएर यो बल्ल आएको सरेछ। यो यहाँ रोपिदिन्छु कि यसको हेर्दा नि अघि भएको छ यहाँ रोपिदिएको अनि यो दुइटा मैले सारिदिएको आज यसलाई र यसलाई टलिसकेको छ। त्यसको फोर्स यति पुग्छ। यो पनि मजाले आइसक्यो। यो पनि धेरै ठुलो भएको छ। यो माथिकोमा थियो कि अनि यहीँ लिएर हाल्थेँ मैले दुइटा मजाहरू। हेर्नु नि यहाँ मैले खानेको हालिदिनलाई भनेर थाहा पाउँछन् कि यिनीहरूले। माथि कति आउँछ नि कस्तो थाहा पाउँछन् नि ल। माछाहरू पनि यस्तो हुन्छन् के थाहा। जे कुरा पनि आफू भएपछि थाहा पाइहाल्छन् भनेको यो। यहाँ आएर बसेर खाँदैन लागि भन्नु थाहा हुन्छ होला कि। कति धेरै थियो नि मरेर अब यति मात्र बाँकी रह्यो। त्यही भएर यो सबै सकेपछि ठुलो माछा हाल्छु भनेर बसेको। धेरै बसिरहेको छु यिनीहरू। मैले एउटा भिडियोमा देखाएको थिएँ कि यसले चाहिँ मारिदिन्छ अरे भनेर। हो त लेउखानीमा छ दुईटा छ हाम्रो एउटा कतापट्टि होइन
टाँसिरहेछ सरी यसले चाहिँ माछाहरूको त्यो पुच्छर खाइदिन्छ अरे भनेर एउटा भिडियो देखेको थिएँ माडा र आइसक्रिम पार्टी लल्ले अब जा अब तल ल सबै यही खानाले मलाई ढोका ड्याङ 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 गरेर आयो यति गर्यो नि अहिले फेभरेट मेरो गाइस थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो अप टु लास्ट अब चाहिँ म भ्लग मेरो यहाँ मेरो डरलाई कस्तो पार्दै गएछ हेर्नु न यहाँ पिचुङ पिचुङ म चाहिँ अब यहाँ भ्लग इन गर्छु भोलि भेटौँला लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद अनि त्यसपछि 1:30 के पुऱ्याउनु पर्छ अनि सेलिब्रेट गर्नुपर्छ सबैजना मिलेर थ्याङ्क यू सो मच आजलाई यति नै सबैले लाइक सेयर सब्सक्राइब कमेन्ट सबै गरिदिनु होला बाई सी यू टुमोरो